हेलो एभ्रिवान, सबैजनालाई नमस्कार सेवा। आज चाहिँ हाम्रो घरमा सानो लघु हामीले गर्ने निर्णय गरेर लघु हुँदैछ। यता भव्य चाहिँ नभनौँ, धेरै छोटो सानो नभनौँ, ठिक्कको लघु हुँदैछ हाम्रो घरमा। सबैजना व्रत बसेर त लघु गरिरहेछौँ। अनि यता बाहुन बाजे देवा बाहुन बाजे र सबैजना मिलेर हामी व्रत बसेका छौँ। अहिले चाहिँ ठ्याक्क दिउँसोको 2 बजेर 10 मिनट जाँदैछ। मेरो नेपाली साइनो पढ्ने सबैजना आउनुहुने नआउनुहुने सबैजना लघु आउनु भएको छैन भने यहीँबाट म के बोलेको सुनिरहेको छु। बाजे बोजू बसिरहनुहुन्छ। अहिले त ठिकै हो, भरे बेलुकातिर हाम्रो मजाले जागरम बसेर लघुको गर्छौँ, लघु मनाउँछौँ हामी। अहिले हामी शुद्ध शाकाहारी हुनुपर्छ। व्रत बस्ने चाहिँ भोकले टुई हुन्छ। मम्मी यो चाहिँ हाम्रो लागबत्ती सुन्नु न यता यहाँ त्यो गाउनु के गरेको कपडा मैले पिएको छैन। लागबत्ती बनाउने क्रम जारी छ भन्दै यहाँ माथि तेलको छ क्या नरिवलको पाती ल्याउँदा यही मध्येको थपिदिनु न। म त अघिदेखि फुल जस्तो लागिरहेको थियो। फुल जस्तो लागिरहेको थियो। पुष्पानी कर्कट राशि म यता लागबत्ती भर्खरै चलाइसकेको छ। अब यो घुमाउने अभियान यता मिमी बेबे दिदी पापा निनी भाउजू डेमा यता बहिनीहरू दिदीहरू डेबा अहिले पुष्पानी चढाउने अभियान गर्दैछौँ। यो लागबत्ती बल्न थालिसकेको छ। यता लागबत्ती अब यो लागबत्ती केही खाएको छैन।
सकिन्छ मुनि समाउने हो नि त मुनि यसो गरेर चाहिँ मुनि त छैन त त मुनि त अनि घुमाउने नि भन्नुहुन्छ अनि एउटा मुनि यस्तो गरेर हल्ला चाहिँ अलिक बढी भयो पहिला जेठादाइ घुम्ने होला नि त हामी हटौँ त अब जेठादाइ अगाडि लाग्नु कि को कान्छा राख्नु दिमा गएर म भिडियो गर्छु एक घण्टा मात्रै हो त्यसरी यसो गर्नु न यसो गर्नु दाहिने भित्रै त्यो देब्रे परो यताबाट हो घुम्ने त घुम्ने त यताबाट पो त यताबाट घुम्नु पर्ने हो दाहिने हात भित्र पाएर किन देब्रे घुमेहरू जग्गा घुमेको पो रहेछ त अब यतै खान्छ हातमा आइसक्यो साइली दिदीको चाहिँ कान्छीको पनि छट्टी फुल लिएर कुद्नु छैन अहिले झापटलाई हान्छ नि होइन दाजुले त सक्दैन नि त बरी दाजु भन्दा कान्छी डरो छन् यता चाहिँ मेरो मदरले ग्रेन्ड मदरलाई र फादरले ग्रेन्ड फादरलाई साधक फलदायी साधक फलदायी जीवन जय जगदीश जीवन धन्य बनोस् प्रभु प्रभुमा सेवा पाई पढिसकेको छ हाम्रो चाहिँ यतातिर सक्नुहुन्छ मजाले कान्छी बेकार जले नि त कान्छीलाई दिनु न माथि अलिकति लगाइदिउँ
पोइन्ट पैसा चाहियो एउटा फिल्म बोल्यो पोइन्ट पैसा पनि फुजुर पैसा काट्यो ढक्का चाहियो ढक्का पोइन्ट पैसा पैसै डढाउनु त पर्दैन तपाईँ इच्छा हुँदाखेरि खालि पुरेतलाई दिनु मूल पुरेतलाई दिनु होइन पोइन्ट चाहिँ ल्याउनु पोइन्ट न पैसा नडराउने होला पैसा त डराउनु हुँदैन राखु त्यो खुद्रा डलर डब्बु छ डब्बु चाहिँ ल्याउनु भन्यो हो डब्बु छ छ होला त्यहाँ छैन चारवटा न त्यहाँ मार्से कति हाल्नु यो भने बाहिर मिना फिल्म भयो यो सबैले आफ्नो मनबाट सम्झेर यो कपुर हालिदिनु है देला बिग्ने आइनाको यो मेल हुँदैन देला बिग्ने होला उ दिन्छ तर भएर अनि त्यहाँ घिउ लाएर अरु आफ्नो भित्रको दाजुभाइको छ भने घिउ चाहिन्छ घिउ यो पनि हाल्ने यो पनि के गर्नुपर्छ अरे भरे डढाउनु नि यता तल चाहिँ त्यतिकै बस्छ क्या चामल धेर भयो के चामल धेर भयो भाडा त्यो मलले भाँडा सागुरो भयो दुईटा उसमा बनाएर मोल्नु पाएको भए सजिलो हुन्थ्यो नाङ्लो छ भने नाङ्लो खानै नआदि त्यो चाहिँ फुलसेमा भएको चाहिँ अलिकति थियो होला घिउ मात्रै राम्रो हुन्छ मात्रै राम्रो हो मैले त्यो भन्न खोजेको तेल घिउ नमिसाउने तिल नमिसाउनु यो बत्ती बाल्नलाई मात्र हुन्छ क्या मैले भन्न खोजेको त्यो बत्तीलाई चाहिँ यो हो कतिले चाहिँ हुन्छ यहाँ होइन भाटो लामो हो क्या माथि घुसाउनु बाँकी छ नि होइन परसँग उता किन्नु नकिन्नु चाहिँ त्यहाँ उता झालोबाट सेन्सर पाएको क्या अठ्याउनु अलि अठ्याउ अनि ठिक्कको चाहिँ छ क्या हो ठिकै हुन्छ दिनु पर्दैन कि तीबाट घिउ लाउँदा भइगयो त हो त्यहाँबाट घिउ लाउनु गाड्नु पर्ला कि नपर्ला भित्र भित्र गाड्नु परेन अब अडियो भने अलिक काट्न पर्ने रहेछ आउँछ 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 है उता कति छ अलिकति छ ठिक्क भयो कि धेरसम्म भयो धेरसम्म भयो नि यहाँबाट आउँछ घिउ अघि मैले चाहिँ सम्झेको थिएँ यो